सो hey what's up everybody is with Chetyan Sport र फेरि यसै अनरेस रिलेटेडको इम्पोर्टेन्ट र इन्ट्रेस्टिङ अपडेटको साथ तपाईभन्दा पहिला मेक श्योर च्यानल नयाँ च्यानल लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। आजको अपडेट चाहिँ हाम्रो आर्मरेस्लिङ सुपर म्याच किङ अफ केटीएम 5 रिलेटेड हुन गइरहेको छ। आयो कतिजनालाई अलरेडी पहिले नै यसको बारेमा थाहा होला, बट अरू पनि केही इन्ट्रेस्टिङ न्युजहरू छ जुन कि मैले अहिलेसम्म पब्लिस गरेको छुइनँ र कहीँ पनि केही हल्ला गरेको छैन। इभन आफ्नो ग्रुपमा पनि राम्रोसँग यसको बारेमा डिस्कस गरेको छु। आउनु त्यसको बारेमा पनि यसो डिस्कस गरौँ। त्योभन्दा पहिला चाहिँ म एउटा सानो अपडेट दिन चाहन्छु। अहिले जो हाम्रो हुन गइरहेको छ नोभेम्बर 22 मा केटीएम आर्मर्स 3 भन्ने टुर्नामेन्ट। यो जसलाई रजिस्टर गर्न छ, जसलाई खेल्न मन छ, तिनीहरू मलाई इनबक्समा आएर मलाई मेसेज गर्न सक्नुहुन्छ। यहाँ मेरो फेसबुक, इन्स्टा, टिकटक र व्हाट्सएपको यहाँ नम्बर र लिङ्कहरू दिएको छु, फोटोहरू दिएको छु। यहाँ मलाई रिक्वेस्ट पठाउन सक्नुहुन्छ होला है। र यसैको साथसाथै केटीएम आर्मर्स 3 टुर्नामेन्ट सकिने साथ हाम्रो हेटोडामा हाम्रो अर्को टुर्नामेन्ट सुरु हुन्छ जुन कि हाम्रो हेटोडा आर्मरेस्लिङ च्याम्पियनशिप सिजन 2 हुनेवाला छ। तर फेरि त्यो टुर्नामेन्टको चाहिँ अहिले मैले रजिस्ट्रेसन ओपन गरेको छुइनँ। अहिले चाहिँ मैले फिलहाल केटीएममा फोकस गरेर आएको छु। केटीएमको सकिने बित्तिकै एकदम थोरै टाइम हुन्छ, त्यो टाइम भित्रमा रजिस्टर गरिहाल्नु। त्यसको लागि चाहिँ तपाईँले मलाई यो थाहा पाउनको लागि मेरो सोसियल मिडिया ह्यान्डल्सहरूमा मलाई फलो गरेर एक्टिभ बसेर मेरो एकदम सोसियल मिडिया ह्यान्डल हेरेर बस्नु, किनभने एक हप्ताको मात्र टाइम हुन्छ। एक हप्ता भित्रमै त्यो टुर्नामेन्ट हुन्छ हाम्रो हेटोडामा। र यसै गरी अब हामी फोकस गरौँ आफ्नो आर्मरेस्लिङ सुपर म्याचपट्टि जुन कि हाम्रो किङ अफ केटीएम 5 हुन गइरहेको छ यही नोभेम्बर 15 मा। र यसै गरी यस सुपर म्याचमा चाहिँ हाम्रो 15 वटा टप लेभलको म्याचेस हुन गइरहेको छ र त्यो म्याचहरूको म लिस्ट कल आउट गर्न चाहन्छु। मेक श्योर यो लिस्ट चाहिँ म तपाईँलाई लाइन वाइज सिरियली भनिरहेको छुइनँ। इन फ्युचर म्याच जब भएपछि यसमा अप डाउन, यो म्याच अगाडि यो म्याच पछाडि हुनसक्छ, बट यहाँ मैले पोस्टरमा चाहिँ मैले अब यसरी मैले एरेन्ज गरेको छु। सो म त्यही आधारमा तपाईँलाई भन्नेवाला छु। सो यसै गरी हाम्रो फर्स्ट सुपर म्याच हुन गइरहेको छ सिद्धार्थ श्रेष्ठ वर्सेस सुमन नापितको बीच, र यो चाहिँ हाम्रो राइट लेफ्ट बोथ आर्मको बीचमा हुन गइरहेको सुपर म्याच हो। र यसमा चाहिँ हाम्रो राइट आर्मलाई चाहिँ खास गरी टाइटल सर्ट राखेको छ। को बन्छ नेपालको 60 केजीको नम्बर 1, लाइट वेटको नम्बर 1 को बन्छ, यही म्याचबाट डिसाइड हुन्छ। रिसेन्टली हाम्रो सुमन नापितले सिद्धार्थलाई जितेर 60 केजीको क्राउन उहाँले अचिभ गर्नु भएको थियो। अब यो चोटि चाहिँ क्राउन डिफेन्डमा छ। सो कमेन्ट डाउन गर्नु होला राइट आर्ममा कसले जित्छ र लेफ्ट आर्ममा कसले जित्छ यी दुईटा मध्ये। र अब कुरा गरौँ हाम्रो सेकेन्ड सुपर म्याचको तर्फ जुन कि हाम्रो सोहन श्रेष्ठ वर्सेस बिकेन गोसाईको बीचमा हुन गइरहेको राइट आर्म सुपर म्याच हो। र दुवैजना राइजिङ स्टार हुन्। बिकेन आफ्नो टप रोलको लागि एकदम राम्रो मानिन्छ र हाम्रो सोहन आफ्नो हुकको लागि एकदम चिनिन्छ। र दुवैजनाको केटीएम आर्मर्स 2 टुर्नामेन्टमा हाम्रो म्याच भएको थियो र त्यो म्याचमा चाहिँ दुवैजनाको पट्टिबाट एकदमै राम्रो पर्फर्मेन्स भएको थियो। बिकेन आफ्नो क्याटेगोरीमा सेकेन्ड भएको थियो र सोहनले त पुरै सिओसी नै नम्बर 1 हानिदिएको थियो राइट आर्ममा। सो यो चाहिँ एकदम इन्ट्रेस्टिङ ब्याटल हुन्छ, किनभने यसमा सोहनले अब सिओसी जित्यो भने त्यो टपमा हुन्छ त्यस्तो भन्ने छैन, किनभने एउटाको स्टाइल छ हुक र एउटाको स्टाइल छ टप रोल। सो यसमा चाहिँ तपाईँ कमेन्ट डाउन गर्नु होला कसले जित्छ होला। र यसै गरी अब हाम्रो थर्ड सुपर म्याच हुन गइरहेको छ कृष्णा वर्सेस निश्चलको बीचमा एउटा राइट आर्म सुपर म्याच। र यो सुपर म्याचमा चाहिँ एकदमै दामी, यसमा पनि इन्ट्रेस्टिङ हुन्छ। यो चाहिँ एकदम मोस्ट एन्टरटेनिङ सुपर म्याच हुन सक्छ इफ निश्चलले कमब्याक गर्यो भने, किनभने कृष्णा इज नट अ जोक ब्रो। कृष्णा इज लाइक एकदमै अहिले राइजिङ स्टार छ। कृष्णाको पावर छ निश्चल भन्दा एकदमै ओभर पावर छ, त्यो म लेखेरै दिन्छु। बट निश्चलको एउटा चिजमा एडभान्टेज छ भने त्यसकै एउटा डिसएडभान्टेज चाहिँ कृष्णालाई पनि छ। निश्चलको लिभर लेन्थ लामो छ र कृष्णाको टेक्निकलिटी विक छ। उसले रिस्ट फ्लपमा क्र्याकमा राखेर खेल्छ। सो त्यसले गर्दाखेरि निश्चललाई चाहिँ त्यो उसको डिसएडभान्टेज निश्चललाई चाहिँ एडभान्टेज हुन सक्छ। बट निश्चलले चाहिँ त्यसमा कन्ट्रोल गर्न कतिको सक्छ लेट्स सी। र तपाईँहरूलाई के लाग्छ दुईटामा कसले जित्छ यसो कमेन्ट डाउन गर्नु होला। यसै गरी हाम्रो फोर्थ सुपर म्याचको कुरा गरौँ जुन कि हाम्रो हुन गइरहेको अभि वर्सेस सहिजको बीच एउटा लेफ्ट आर्म सुपर म्याच। र यो सुपर म्याचमा तपाईँले देख्नवाला छन् दुईजना जाइन्ट्सहरू कसरी एक आपस बीच जुत्छन्। अस्ति नै केटीएममा भएको टुर्नामेन्ट केटीएम आर्मर्स 2 टुर्नामेन्ट, त्यसको पनि लेफ्टवाला टुर्नामेन्टमा चाहिँ हाम्रो दुईजना प्लेयरहरूले पार्टिसिपेट गर्नुभएको थियो र हाम्रो अभि चाहिँ 4th हुनुभएको थियो र सहिज चाहिँ 2nd हुनुभएको थियो। तर यसको मतलब यो होइन कि ऊभन्दा ऊ धेरै स्ट्रङ हो, किनभने दुवैजनाले एकदम राम्रो अचिभमेन्ट देखाएको थियो। लेफ्ट आर्ममा एउटा 4th भएको थियो, एउटा 2nd भएको थियो। दुवैजनाको एकदम पावर मिल्छ र एकदम हाइट पनि मिल्छ, एकदम साइज पनि मिल्छ। सो इट्स अ गुड म्याच। हात साइज लिभर लेन्थ बराबरी नै छ। बट त्यो टुर्नामेन्टमा चाहिँ हाम्रो एकचोटि चाहिँ अभि वर्सेस सहिजको म्याच भएको थियो र त्यो म्याचमा चाहिँ हाम्रो सहिजले चाहिँ अभिलाई फ्ल्यास पिन गरिदिनु भएको थियो। बट के थाहा यो सुपर म्याच हो, सुपर म्याचमा बेस्ट अफ 5 हुन्छ र बेस्ट अफ 5 मा जित्नेवाला प्लेयरले 3 राउन्ड जित्नुपर्छ र 3 राउन्ड कुनै यति इजी खेल होइन कि लगातार जितिहाल्यो 1 2 3 गर्दै। पासा जहिले पनि पल्टिन सक्छ किनभने यो सुपर म्याच हो। सो यसै गरी यस लेफ्ट आर्म सुपर म्याचमा चाहिँ कसले जित्छ आफ्नो भोट कमेन्ट डाउन गर्नु होला। र अब कुरा गरौँ हामी आफ्नो 5th सुपर म्याचको जुन कि हाम्रो सन्तोष वर्सेस अरमानको बीच हुन गइरहेको राइट एन्ड लेफ्ट सुपर म्याच हो। अरमानको बारेमा त मैले त्यतिकै भन्नु पर्दैन किनभने सबैलाई थाहा नै छ। तराई र पहाडमा सबैलाई थाहा छ अरमानको बारेमा। अरमानको चाहिँ आफ्नो स्पेसली आफ्नो लाइट वेट और मिडल वेटमा भएर आफ्नो एकदम लाइक थिकनेस अफ जो ह्यान्ड छ उहाँले सबैले उसलाई चिन्छ होइन। त्यस्तो हात त्यो वेटमा एकदम रेयर प्लेयरहरूको मात्र हुन्छ। र यतापट्टि हाम्रो सन्तोष तामाङको चाहिँ फर्स्ट डेब्यू चाहिँ हाम्रो केटीएम आर्मर्स 2 टुर्नामेन्टमा र 2 टुर्नामेन्टमा चाहिँ उहाँले एकदमै राम्रो पर्फर्म गर्नुभएको थियो। तर त्यही टुर्नामेन्टमा त्यही क्याटेगोरीमा हाम्रो अरमान चाहिँ
फेरि फर्स्ट हुनु भएको थियो। सो यो सुपर म्याच चाहिँ के हुन्छ, राइट र लेफ्ट आर्मको पनि छ यसमा। हाम्रो अरमान चाहिँ हाम्रो स्पेसली राइट आर्मको प्लेयर हुन् र हाम्रो सन्तोष चाहिँ स्पेसली लेफ्ट आर्मको प्लेयर हुन्। बट यो सुपर म्याच चाहिँ दुइटै फर्मेटमा हुन गएको छ, लेफ्ट र राइटमा। सो आई गेस राइटमा चाहिँ अरमानले अलिकता लग्नेवाला छन् र लेफ्टमा चाहिँ यतापट्टि हाम्रो सन्तोषले लग्नेवाला छन्। एनिवे तपाईँहरूलाई चाहिँ के लाग्छ यसो कमेन्ट डाउन गरिदिनु होला। र अब लागौँ हामी आफ्नो 6 सुपर म्याचको तर्फ, जुन कि हाम्रो सरोज वर्सेस समीरको बिच हुन गइरहेको राइट आर्म सुपर म्याच हो। र यो सुपर म्याचलाई चाहिँ तपाईँले अलिकता टप नच हेभी वेट लेभलको सुपर म्याच भन्न सक्नुहुन्छ। सरोजको लाइक लास्ट 2 लसेस हेरेर तपाईँ अलिकता स्याड नहुनुहोस्, किनभने हाम्रो जो लास्ट सुपर म्याच जति पनि सरोजको थियो त्यो केटिएमको टप 1 र टप 2 को बिच भएको थियो। बट हाम्रो जो टुर्नामेन्ट्सहरू जो जति पनि भएको थियो त्यो फर्मेटमा चाहिँ हाम्रो सरोजले चाहिँ एकदमै दामी पर्फर्म गरेको छ र एकदम ठुल्ठुलो प्लेयरहरूलाई पनि जितेको छ। र यतापट्टि हाम्रो समीर अन्सारीले चाहिँ हाम्रो आफ्नो अस्ति नै तराईमा भएको जति पनि टुर्नामेन्ट छ त्यो सबै टुर्नामेन्टमा राम्रो अचिभमेन्ट ल्याएको छन्। इभन मेरो टुर्नामेन्टमा पनि उहाँ 4th हुनुभएको थियो र आफ्नो तराईमा पनि उहाँ 3rd 2nd भइरह हुन्छन्। त्यही भएर यो सुपर म्याच चाहिँ मलाई अलिकति एकदम स्ट्रङ लेभलको एकदम हेभी वेट लेभलको सुपर म्याच जस्तो लागिरहेछ, किनभने यो एकतर्फा म्याच जाँदैन, यो एकदम बरे हुन्छ यो म्याचमा। र तपाईँहरूलाई के लाग्छ यसो कमेन्ट डाउन गरिदिनु होला कसले जित्छ भनेर। र अब लागौँ हामी आफ्नो 7th सुपर म्याचको तर्फ, जुन कि हाम्रो सुदीप वर्सेस आराध्यको बिच हुन गइरहेको लेफ्ट आर्म सुपर म्याच हो। र यो सुपर म्याचमा चाहिँ हाम्रो एउटा लाइट वेट प्लेयर वर्सेस एउटा हेभी वेट प्लेयरको म्याच हुनेवाला छ। अब कतिहरूलाई लाग्छ होला कि यो वाला म्याच चाहिँ मैले किन राखेको होला। अब यस्तो हो, सुदीप चाहिँ हाम्रो लाइट वेट लेभलको हाम्रो लेफ्टको नम्बर 1 हो र आराध्य चाहिँ हाम्रो हेभी वेट लेभलको लेफ्टको नम्बर 1 हो। र यो दुईजना हेभी वेट र लाइट वेटको नम्बर 1 जब जुत्छ तब रिजल्ट के आउँछ त्यो हामीलाई पता गर्नुहोस्, र त्यही भएर मैले यो म्याच राखिदिएको। र अब लागौँ हामी आफ्नो 8 and 9 सुपर म्याचको तर्फ, जुन कि हाम्रो कुणाल वर्सेस प्रथम लेफ्ट आर्म सुपर म्याच र कुणाल वर्सेस कान्छा हरिया राइट आर्म सुपर म्याच हुन गइरहेको छ। र यो दुईटा सुपर म्याचमा चाहिँ हाम्रो कुणालको एउटा लेफ्ट र एउटा राइट आर्मको म्याच हुन्छ। र कुणाल चाहिँ हाम्रो इन्डियाको दार्जिलिङको नेसनलमा 3x गोल्ड मेडलिस्ट हो IAF फेडरेसनको। र यो म्याचमा चाहिँ एकदम कान्छा हरियासँग चाहिँ एकदम इन्ट्रेस्टिङ म्याच जान्छ र त्योभन्दा पनि सायद प्रथमसँग जान सक्छ, किनभने कुणाल चाहिँ स्पेसली आफ्नो लेफ्ट आर्मको प्लेयर हो जहाँसम्म मलाई लाग्छ, मैले उहाँको भिडियो हेरे अनुसार। र यतापट्टि हाम्रो कान्छा हरियासँग चाहिँ उहाँ हार्नु भएको थियो पोखराको नेसनल्समा। अब कसरी हार्नुभयो थाहा भएन, कान्छा हरियाले पुरै टन हानिकन जितेको थियो उहाँलाई। बट आई डोन्ट नो अब त्यो सुपर म्याचमा त्यही चिज अप्लाई हुन्छ कि हुँदैन, किनभने एकचोटि जित्यो ल ठिक छ होइन, तर 3 चोटि लगातार त्यही स्टाइलमा जित्न अलिक गाह्रै पर्छ सुपर म्याच फर्मेटमा। र यतापट्टि हाम्रो प्रथमको चाहिँ लेफ्ट आर्मको मात्र सुपर म्याच हुन गइरहेको थियो कुणालसँग। र कुणालसँग लेफ्ट आर्मको सुपर म्याच एकदमै यो दामी नै जान्छ, किनभने दुइटैको ह्यान्ड साइड उस्तै हो, लिभर लेन्थ पनि उस्तै छ। आई थिङ्क थिकनेसमा क्वाइट बेट अलिकता धेरै, प्रथमको चाहिँ धेरै अलिकता एडभान्टेज होला थिकनेसमा। तर दुईजनाको गेम स्टाइल चाहिँ फेरि हुक अन हुक। लाइक मैले जहाँसम्म हेरेको छु कुणालको चाहिँ त्यति खासै राम्रो चाहिँ टप रन लागेको थिएन मैले भिडियो अनुसार, तर उसको चाहिँ राइज अप गरेर चाहिँ हुकमा जाने एकदम बानी रहेछ क्या। त्यो चाहिँ प्रथमसँग एकदमै इन्ट्रेस्टिङ हुन्छ। लेट्स सी, प्रथम पनि एउटा हुकर हो, नेसनलमा 2nd भएको थियो 4 को वर्ष। सो यो चाहिँ एकदम इन्ट्रेस्टिङ म्याच जान्छ। तपाईँहरू कसलाई भोट दिनुहुन्छ यसो कमेन्ट डाउन गर्नु होला। र हाम्रो 10th सुपर म्याच हुन गइरहेको छ हाम्रो सोनम वर्सेस युदिनको बिच एउटा राइट आर्म सुपर म्याच। र यो सुपर म्याचमा चाहिँ हाम्रो दुईजना प्लेयरहरू एकदमै टेक्निकल प्लेयरहरू हुन् र दुईजनाको म्याच चाहिँ आई गेस टेक्निकली म्याच हुन जान्छ, किनभने हाम्रो दुईजना चाहिँ हाम्रो इक्वल लाइक हाइट साइज उत्तिकै छन् र अलिकति वेटको चाहिँ फरक हुन सक्छ होला। सायद सोनम अलिकति लाइट वेट जान्छ होला जस्तो भन्नुभएको थियो उहाँले मलाई। बट एनिवे के हुन्छ लेट्स सी। र हाम्रो यतापट्टि हाम्रो सोनमको पनि इन्डियामा एकदम दामी रेकर्ड छन्, आफ्नो नेसनल्स गेमहरूमा 2nd 3rd भइरह हुन्छन्। र हाम्रो युदिन थानेवाला सबैलाई स्ट्रङ्गेस्ट एकदम टेक्निकलिटीमा एकदमै टप नच लेभलको। इभन यो दुईटा प्लेयरमा म कसलाई धेरै टेक्निकलिटीमा अलिकति भोट दिउँ भन्नुहुन्छ भने म चाहिँ आई गेस म युदिनलाई नै दिन चाहन्छु, बिकज युदिनसँग एकचोटि तपाईँले खेल्नुहुन्छ, जब तपाईँ हार्नुहुन्छ तब तपाईँलाई थाहा हुन्छ कि वाइ युदिन इज मोस्ट टेक्निकल। लाइक उसलाई हेर्दाखेरि तपाईँलाई लाग्छ उसँग पावर होला, बट उसँग पावर त्यति छैन, बट टेक्निकलिटी त्यति धेरै छ। त्यही भएर तपाईँहरूलाई के लाग्छ आफ्नो भोट यसो प्रेडिक्सन कमेन्ट डाउन गर्नु होला। र यसै गरी अब लागौँ हामी आफ्नो लास्ट सुपर म्याचको तर्फ, जुन कि हाम्रो 11th सुपर म्याच हो। र यो सुपर म्याचको चाहिँ लास्ट हो। र गेस वाट, यो सुपर म्याच हुन गइरहेको छ नेपाल स्ट्रङ्गेस्ट रोमन महर्जन वर्सेस सिलिगुडी स्ट्रङ्गेस्ट विश्वको बिच राइट एन्ड लेफ्ट आर्म सुपर म्याच। र यतापट्टि हाम्रो रोमनलाई त सबैले चिन्नु नै हुन्छ होला, अहिलेसम्मको अनडिफिटेड आर्म रेस्लर अन बोथ आर्म। र जति पनि नेसनल्स गेम्सहरू भएको छ सबैमा च्याम्पियन हुनुभएको छ उहाँ नै, र सुपर म्याचमा पनि अहिलेसम्म हार्नु भएको छैन, उहाँ नै हुन् च्याम्पियन। केटिएम र नेपालकै स्ट्रङ्गेस्ट हुन्। र उहाँको अपोनेन्ट चाहिँ हाम्रो रोहन विश्वकर्मा हुन्। र उहाँ चाहिँ कस्तो प्लेयर हुन् भन्दाखेरि म इन्सर्ट भनिदिन्छु तपाईँलाई। इन्डियामा 3वटा फेडरेसन र 3वटा फेडरेसन मध्ये एउटा 2nd नम्बरको एउटा
फेडरेसन छ एउटा IAF फेडरेसन। त्यो फेडरेसनमा जुनियर्स डिभिजन जो हुन्छ नि, हाम्रो जुनियर्स क्याटेगोरी वाला जो डिभिजन हुन्छ नि, त्यो क्याटेगोरीमा हाम्रो विश्व पुरै IAF फेडरेसनमा नम्बर 1 हो। यसको मतलब हाम्रो इन्डियामा IAF फेडरेसनमा जति पनि पुरै इन्डियामा होल इन्डियामा IAF फेडरेसनको अन्डरमा जति पनि जुनियर्समा प्लेयर आउँछ ती पुरै जुनियर्समा इन्डियाकै नम्बर 1 प्लेयर हुन् हाम्रो विश्व, र इभन सिलिगढीको पनि स्ट्रङ्गेस्ट प्लेयर हुन्। र अघि भर्खर मैले जस्ट नाउ उहाँलाई जुनियर्स क्याटेगोरी भनेको थिएँ। अब त्यो किन भन्दाखेरि उहाँको एज भर्खर जस्ट नाउ अहिले 17 इयर्स हुन् र उहाँ चाहिँ अराउन्ड 90 to 100 kg को बिचमा बस्नुहुन्छ। लाइक यो म्याच चाहिँ हाम्रो एउटा टाइटल सर्ट हुन गइरहेको छ, लाइक हु इज द स्ट्रङ्गेस्ट आर्म रेस्लर इन नेपाल। नेपाल स्ट्रङ्गेस्टको टाइटलको लागि एउटा म्याच हुन गइरहेको छ। र तर कति प्लेयरहरूलाई चाहिँ यो माथि चाहिँ एउटा प्रब्लम होला, कति कन्ट्रोभर्सी हुनसक्छ होला यो म्याच पछि, किनभने इफ विश्वले रोमनलाई जित्दियो राइट आर्ममा, जुन कि चान्सेस पनि 80 to 90% छ, इफ केही गरी विश्वले रोमनलाई जित्दियो भने एउटा इन्डियाको प्लेयर कसरी नेपालको टाइटल अचिभ गर्न सक्छ, त्यसमा अब मुद्दा आउन सक्छ। अब यस्तो ऊ रोहन विश्वकर्मा भनेको कुनै इन्डियन कास्ट हुन, नेपाली कास्ट हुन, अभियसली ऊ एउटा इन्डो नेपाली प्लेयर हुन्। अब इन्डो नेपाली प्लेयर भन्नाले कस्तो प्लेयर भन्दाखेरि जन्मजात पुर्खौली चाहिँ हाम्रो नेपालको तर बसेसरे चाहिँ हाम्रो इन्डियामा। इभन म पनि एउटा इन्डो नेपाली प्लेयर हो, म पनि इन्डियामै जन्मेको थिएँ र मेरो चाइल्डहुड जति पनि थियो सबै इन्डियामै भएको थियो। म 12 वर्ष जति इन्डियामा बसेको थिएँ, बट स्टिल म नेपाल फर्केर आएँ किनभने म नेपाली हो र मेरो जति पनि पुर्खौली थियो जे थियो कनेक्सन त्यो सबै नेपालबाटै थियो। सो त्यही भएर म नेपाल एट द एन्ड ब्याक टु आई म नेपाल। सो त्यही भएर एक टाइपको लागि म पनि नेपाली नै प्लेयर भएँ। सो द्याट्स वाइ विश्व पनि त्यस्तै खालको प्लेयर हो। अब इभन यो चिज इन्डियामा पनि अप्लाई हुन्छ। इन्डियाको सबैभन्दा स्ट्रङ्गेस्ट आर्म रेस्लर मजायर सहित इभन ऊ त बाहिर बस्छ, हाफ डेकेड्स भन्दा पनि सायद बेसी भयो होला ऊ बाहिर बसेको, चार्टेड अकाउन्टेन्ट गर्छ, ऊ उतै जब गर्छ, उतै सेटल छ। सो इभन ऊ कहिलेकाहीँ मात्र इन्डिया घुम्नमा आउँछ, घुम्नको लागि आउँछ, यताउता भेटघाट गर्न आउँछ बाबाआमासँग। सायद इन्डियाकै टप लेभलको एथलिट्स त अब बाहिर बस्छ, बाहिरै इन्टरनेसनल म्याचेसहरू पास्टमा खेलिसकेको छ उहाँले। बहरेन, कतार, यताउता कताको म्याचेसहरू अलरेडी इन्टरनेसनल लेभलको म्याचेसहरू पनि उहाँले खेलिसक्नु भएको छ। बट स्टिल इन्डियन प्लेयरहरूले त खुसी एक्सेप्ट गर्छन् मजायरलाई, आफ्नै कन्ट्रीको प्लेयर हो, स्ट्रङ्गेस्ट प्लेयर हो, नम्बर 1 प्लेयर हो। ऊ बाहिर बसे पनि उसलाई मतलबै छैन इन्डियन आर्म रेस्लिङबाट, आउँछ चुप लगाएर वर्षमा एउटा टुर्नामेन्ट खेल्छ, च्याम्पियन भएर जान्छ। बट स्टिल इन्डियन प्लेयरहरूले के मतलबै छैन। त्यस्तै चिज नेपालमा पनि अप्लाई हुन्छ क्या। अब विश्वसँग बस हुनु पर्यो नागरिकता इफ नेपाली नागरिकता छ भने ऊ अफिसियली जसरी भए पनि नेपालको प्लेयरमा गनिन्छ। इफ केही गरी उसको र रोमनको म्याचमा उसले जित्यो र उसँग केही गरी नेपाली नागरिकता छैन, होइन ऊ नेपाली बोल्छ, ऊ नेपाली सिटिजन हो, मुखले हो, बट उसँग अफिसियली डकुमेन्ट त्यस्तो छैन भने चाहिँ त्यस्तो केसमा उसले रोमनलाई जित्यो बट उसले नेपाल स्ट्रङ्गेस्टको टाइटल चाहिँ पाउन सक्दैन। सो सिम्पल लजिक यहाँ अब बुझ्नु हुन्छ है। नागरिकताको यहाँ रोल हुन्छ, नागरिकताको एकदम इम्पोर्टेन्ट रोल हुन्छ। इभन नागरिकता नभए पनि बर्थ सर्टिफिकेट या पासपोर्ट, ड्राइभिङ लाइसेन्स जेसुकै भए पनि हुन्छ, बट नेपाली त्यो डकुमेन्ट के हुनु पर्यो। र जेसुकै होस्, तर यो म्याच एकदम इन्ट्रेस्टिङ म्याच हुन्छ किनभने यो वान अफ द स्ट्रङ्गेस्ट पुलरहरूको बिचमा हुन गइरहेको एउटा सुपर म्याच हो, त्यो पनि बोथ एन्डमा। र तपाईँहरूलाई के लाग्छ, कसले जित्छ, कसको साइड हो तपाईँ, यसो कमेन्ट तल भोट गरिदिनु होला। र यति नै थियो हाम्रो सुपर म्याचको सबै लाइनअपहरू। र यसमा चाहिँ हाम्रो एउटा एक्स्ट्रा बोनस सुपर म्याच पनि हामी तपाईँलाई प्रोभाइड गर्नेवाला छु। र त्यो सुपर म्याच चाहिँ हाम्रो 2 फिमेल एथलिट्सको बिच हुन गइरहेको छ र त्यो सुपर म्याच तपाईँले त्यही दिनै हेर्न पाउनुहुन्छ, सरप्राइजिङ। र यति नै थियो आजको हाम्रो सुपर म्याचको जति पनि लिस्ट अफ लाइनअपहरूको अपडेट। र अब कुरा गरौँ हामी आफ्नो केही इम्पोर्टेन्ट न्युजहरूको बारेमा। र त्यो इम्पोर्टेन्ट न्युज चाहिँ यो मात्र हो कि यो जति पनि मैले गराइरहेको छु टुर्नामेन्ट, यो सबैमा तपाईँले पार्टिसिपेट लिनु कम्पलसरी, किनभने यो टुर्नामेन्टमा तपाईँले खेल्नुभयो भने तपाईँले फ्युचरमा तपाईँको नाम बन्छ, तपाईँले ठुल्ठुलो म्याचेसहरू, ठुल्ठुलो लिग्सहरूमा खेल्न सक्नुहुन्छ। इभन मेरो यो आफ्नो जो सुपर म्याचको लिग छैन, यो लिगमा खेल्नको लागि त तपाईँले टुर्नामेन्टमा राम्रो पर्फर्म गर्नुपर्छ। तपाईँहरूमध्ये चाहिँ कतिले सोचिरह होला कि अब एउटा मात्रै टुर्नामेन्ट खेल्छु, हल्का फुल्का राम्रो पर्फर्म गरिदिन्छु, लाइक 7th 8th सम्म या फिर 3rd 4th सम्म भइहाल्छु, राम्रो पर्फर्म भइहाल्यो, ल एक सुपर म्याच भएपछि अब दाइले मलाई माथि चढाइदिन्छ। त्यस्तो हुँदैन ब्रो। हरेक टुर्नामेन्टमा एक्टिभ हुनु पर्यो र हरेक टुर्नामेन्टमा बेस्ट पर्फर्म गर्नु पर्यो क्या। हरेक टुर्नामेन्टमा फर्स्ट सेकेन्ड आऊ भनेको छुइनँ क्या, बेस्ट पर्फर्म गर हरेक टुर्नामेन्टमा। फर्स्ट सेकेन्ड हुनुभन्दा पनि नि तिमीले कुन ठुल्ठुलो प्लेयरहरूलाई जितेछौ नि त्यो म्याटर गर्छ क्या। अब तपाईँलाई लागिरह होला कि म यो फाल्तुको ज्ञान चाहिँ किन दिइरहेको छु, अलरेडी तपाईँलाई थाहा नै छ, म जहिले पनि भन्छु टुर्नामेन्ट खेला भनेर। यो म किन आज भनिरहेको छु भन्दाखेरि मलाई इन्डियाको अर्गनाइजेसनले अस्ति भर्खर मेसेज गरेर कन्ट्याक्ट गर्नुभएको छ। उहाँले भन्नुभएको छ हामी इन्डियाबाट 10-15 जना जति प्लेयर ल्याउँछु र तपाईँहरू नेपालबाट आफ्नो त्यति प्लेयरहरू ल्याउनु र हामी इन्डिया वर्सेस नेपाल म्याच गराउँछु। र उहाँले काठमाडौँमै गराउनुहुन्छ यो सुपर म्याच र सबै A to Z जति पनि खर्च छ, रेफरिङ प्रोफेसनल रेफरीहरू आउँछ, सबै A to Z उहाँले नै एरेन्ज गर्नुहुन्छ। र जति पनि टाढाको प्लेयरहरू छन् र कहाँ पूर्व पश्चिमको छन् सबैजनालाई खुला अफर हो, तर सबै प्लेयरहरूको लागि होइन, ओन्ली
फर द्याट प्लेयर्स जो कि टप लेभलका प्लेयरहरू हुन्, जुन कि हाम्रो टप 15 को प्लेयरहरू हुन्, तिनीहरूले मात्र यो अपर्च्युनिटी पाउँछ। सो अस्तिदेखि यदि जसले मेरो टुर्नामेन्टमा रेगुलरली राम्ररी खेलेर पर्फर्म गर्दैको बा कतिले आज चान्स पाउँथ्यो होला, तर तिमीहरूले गरेनौ, खालि त्यही प्रज्वल सिद्धार्थहरूलाई मात्र चान्स दियौ तिमीहरूले। सो अब तिनीहरूले खेल्छन्, तिमीहरू चाहिँ हेरेर बस्नु। र अहिले जुन मैले गराइरहेको छु सुपर म्याच, त्यो सुपर म्याचको कुरा गरेँ होइन मैले, यो सुपर म्याच इन्डिया वर्सेस नेपाल वाला सुपर म्याच गरिरहेको छु। यो इन्डिया वर्सेस नेपाल आर्म रेस्लिङ सुपर म्याच हाम्रो डिसेम्बरको एन्डतिर हुन्छ। यो छुट्टै सुपर म्याच हुन्छ, काठमाडौँमा हुन्छ, एकदम राम्रो लेभलमा, एकदम भिआइपी तरिकाले हुन्छ यो इभेन्ट। सो यो इभेन्ट एकदम टप लेभलको प्लेयरहरूले खेल्छन् र त्यही भएर मैले जो टुर्नामेन्ट गराइरहेको छु केटिएम आर्म वर्स 3, यो टुर्नामेन्टबाट म प्लेयरहरू सेलेक्ट गर्छु, केटिएम को ग्रुप बनाउँछु एउटा, केटिएम को ग्रुपबाट चाहिँ को राम्रो प्लेयरहरू 10 जना जतिलाई म सेलेक्ट गर्छु, को राम्रो प्लेयरहरू खेल्छन् तिनीहरूलाई म सेलेक्ट गर्छु यही टुर्नामेन्टको आधारबाट। त्यही भएर त म पटक भनिरहेको छु, अब हाम्रो जो नोभेम्बर 22 मा जो टुर्नामेन्ट छ केटिएम आर्म वर्स 3 टुर्नामेन्ट, यसमा तिमीहरूले के टप आउनु पर्ने भन्ने छैन क्या, बेस्ट पर्फर्मेन्स देऊ। हामीले जुन प्लेयर राम्रो लाग्छ, जुन एकदम राम्रो लाग्छन् तिनीहरूलाई हामी सेलेक्ट गर्छु र तिनीहरू प्लेयरहरूले यो टुर्नामेन्टको ठ्याक्कै 1 महिना पछि जुन हाम्रो इभेन्ट हुन गइरहेको छ इन्डिया वर्सेस नेपाल आर्म रेस्लिङ, त्यसमा चाहिँ ती प्लेयरहरूलाई केही प्लेयरहरूलाई हामी सेलेक्ट गर्छौँ। रिमेम्बर, यो हामीले यो 50-60 जनालाई सेलेक्ट गर्ने होइन, केही प्लेयरहरूलाई 8-10 जना जतिलाई मात्र सेलेक्ट गर्ने हो। सो त्यही भएर सबैजनाले यो टुर्नामेन्ट रजिस्टर गरेर, सबैजनाले यो टुर्नामेन्ट पार्टिसिपेट गरेर जित जान लाएर आफ्नो बेस्ट पर्फर्मेन्स देऊ र यो टुर्नामेन्टमा जसले राम्रो पर्फर्म गर्छ तिनीहरूलाई हामी आफ्नो यो इन्डिया वर्सेस नेपाल वाला सुपर म्याचमा एड गर्छु। र यति मात्रै होइन, यसपछि पनि हाम्रो अर्को इभेन्टहरू आउँछ हाम्रो, जस्तो कि हाम्रो पूर्व वर्सेस पश्चिम वाला इभेन्ट हुन्छ, त्यो पनि यति नै लेभलको ठुलो इभेन्ट हुन्छ, इन्डिया वर्सेस नेपाल जस्तै लेभलको ठुलो इभेन्ट हुन्छ र त्यो टुर्नामेन्टमा त्यो सुपर म्याच जस्तो लिगहरूमा पनि हामी तिमीहरूलाई एड गर्नेवाला छु। सो यो टुर्नामेन्टमा चाहिँ जसले राम्रो पर्फर्म गर्यो तिनीहरूलाई हामी यसमा एड गर्छु इन्डिया वर्सेस नेपालमा, जसले सकेन तिनीहरूले अर्कोचोटि टुर्नामेन्टमा पर्फर्म राम्रो गर्यो अनि त्यसपछि तिनीहरूलाई चाहिँ हामी पूर्व वर्सेस पश्चिमहरूमा एड गर्नेवाला छौँ। सो त्यही भएर टुर्नामेन्ट चाहिँ सबैले खेल, कुनै पनि टुर्नामेन्ट मिसै नगर क्या, कुनै पनि मिस नगर। तिमीहरूको A to Z 1 वर्ष महिलेसम्म जति पनि टुर्नामेन्ट सुपर म्याच गराएको छु सबैको A to Z रिकर्ड मसँग छ, को 3rd 4th या फेरि 5th को के भएको थियो अनि कसको गेमले एकदमै राम्रो छ, इम्प्रुभमेन्ट गर्न कसलाई मागिन्छ, सबैको A to Z मसँग लिस्ट छ। त्यही भएर हार मान्नु पर्दैन, आज भएन भने अर्कोचोटि हुन्छ, तर हरेक टुर्नामेन्टमा चाहिँ आफ्नो गेम देखाउनु पर्यो। अनि यहाँ दुईटा चिज अझै म यहाँ क्लियर गर्न चाहन्छु है। पहिलो नम्बर कुरो पैसा र अर्को नम्बर कुरो मलाई टुर्नामेन्ट चाहियो। यो दुईटा चिज नि बन्द गरिदियो क्या भन्न, जहाँ टुर्नामेन्ट भइरहेछ त्यहाँ खेल्न सक्दैनौ भने चुप लाग। त्यो प्राइज पनि यदि तिमीलाई सुटेबल लाग्छ भने ठिक छ, सुटेबल यदि तिमीलाई लाग्दैन भने चुप लाएर बस्ने हो र सोसियल मिडियामा आएर त्यहाँ बेफाल्तुको हल्ला गर्ने होइन, नत्र त्यो अर्गनाइजेसनबाट पनि तिमी ब्यान हुन्छ, त्यो भएको टुर्नामेन्ट पनि खेल्न पाउँदैनौ। अब यो किन म भनिरहेको छु भन्दाखेरि केही प्लेयरहरूले मलाई भनिराखन् मलाई यहाँ टुर्नामेन्ट चाहियो, त्यहाँ टुर्नामेन्ट चाहियो। भाइ पहिलो नम्बर कुरो तिमी बसी कहाँ रहेछौ, तिमी पहिला त्यो हेर न, तिमी नेपालमा बसिरहेछौ, पुअरेस्ट एन्ड अन्डर डेभलप कन्ट्रीमा बसिरहेछौ तिमी, जो आर्म रेस्लिङमा सबैभन्दा पछाडि होला वर्ल्ड र एसियामै सायद भन्दाखेरि भन्ने हो भने। अब कोही देश प्रेमी होला नि तिनीहरूलाई मेरो कुराले अलिक चुब्यो होला, चुबोस् मलाई घन्टा फरक पर्दैन, जे ट्रुथ हो जे रियालिटी हो त्यही म भन्नेवाला छु है। तिमी अब यस्तो एउटा अन्डर डेभलप कन्ट्रीमा बसिरहेछौ अनि तिमी ख्वाब चाहिँ यति ठुल्ठुलो हेरिरहेछौ, मलाई घरमै सुविधा चाहियो, घरमै टुर्नामेन्ट चाहियो, गालामा 2 थप्पड दिएर दिमागलाई सिधा पारिदिउँला भाइ, म पहिले भनिदिइरहेको छु। यो जति पनि यो फाल्तुको मेसेज गरेर आउने दिमाग होसमा ल्याऊ, सोच तिमी आफै एउटा कहाँ बसिरहेछौ, तिम्रो आफ्नो एरियामा आर्म रेस्लिङ हुन्छ कि हुँदैन, क्रेज छ कि छैन त्यो हेर न। जुन ठाउँमा आर्म रेस्लिङको क्रेज हुन्छ नि त्यो ठाउँमा आर्म रेस्लिङ नभए पनि अटोमेटिकली हुन्छ कि, अटोमेटिकली हुन्छ, बुझ्यौ। सो त्यही भएर मलाई घरिघरि चाहिँ मलाई यहाँ टुर्नामेन्ट चाहियो त्यहाँ टुर्नामेन्ट चाहियो भनेर डिस्टर्ब नगर, किनभने जहाँ टुर्नामेन्ट हुन्छ जहाँ क्रेज छ त्यहाँ अटोमेटिकली टुर्नामेन्ट हुन्छ, त्यो मैले गर्नु पनि पर्दैन, खालि मलाई जबरजस्ती भनेछ गराउनु यहाँ गरौँ। म त्यो ठाउँको मान्छे हो, मलाई थाहा छ र तिमीहरूको ठाउँमा म्याच कहाँ हुन्छ, तिमीहरूलाई कहाँ सुटेबल लाग्छ, तिमीहरू कहाँ खेल्छौ, तिमीहरूले आर्म रेस्लिङ टेबल कहिले छोड्छौ कि छैनौ, कहिले प्रोफेसनल टेबल सँग मतलब लाइक बनाछौ कि छैनौ, धेरै चिज चाहिन्छ। कहाँ मलाई टुर्नामेन्ट चाहियो, टुर्नामेन्ट टुर्नामेन्ट जबरजस्ती, दिमाग छ कि छैन, कमन सेन्स लगाउन। टुर्नामेन्ट भनेको के हो, टुर्नामेन्टमा धेरै चिज हुन्छ ब्रो, पुरै टिम म्यानेजमेन्ट हुन्छ, प्रपर सेटअप हुन्छ, तिमीहरूको ठाउँमा छ त्यहाँ टिम म्यानेजमेन्ट, तिमीहरूको यदि टिम म्यानेजमेन्ट भएको भए तिमीहरू यस्तो पातकी जस्तो कुरा नै गर्थेनौ क्या। र यो चाहिँ मलाई पहिलो नम्बर भन्नुपर्ने कुरो थियो। र अब अर्को नम्बर कुरो चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि पैसाको बारेमा। कतिजनाले भन्छन् पैसा अलिक पुगेन, पैसा थोरै हाल्नु भयो, पैसा धेरै हाल्नु। पहिलो नम्बर कुरो तिमीहरूको यो त्यति धेरै पैसामा खेल्ने अहिले लेभलै भएको छैन क्या ब्रो, तिमीहरूको भएकै छैन लेभल। यो नेपाली यो कहाँको यो अर्गनाइजरहरूले आफ्नो गेम प्रमोट गर्नको लागि यत्रो यो लाखौँ
गाउँ जो यो पैसा हालिरहेको छ नि यो वेस्ट हो क्या, सबै वेस्ट हो, केही हुनेवाला छैन यसले। बस जो प्लेयरहरू खेल्छन् तिनीहरूले मात्रै पैसा लुटेर जान्छन्। क्रेज आफैले स्लोली बढ्छ। असली क्रेज भनेको सोसियल मिडियाले बढ्यो, न कि कुनै यो 5 लाख 10 लाखको टुर्नामेन्टबाट। अस्ति हेऱ्यो होला त अलमोस्ट 5 लाखको टुर्नामेन्टमा कतिजना आएको थियो? 100 जना पनि आएको थिएन। हामीले त अलरेडी 300 जना जति आउला 200 जना जति आउला भनेर एक्सपेक्ट गरेको थियौँ ब्रो। 100 जना पनि आएन क्या। के फाइदा त 5 लाखको? जो पुरानो प्लेयरहरू थियो तिनीहरूले लुटेर लगे त त्यो पैसा। सो त्यो हेरेर त्यो इन्फ्लुएन्स भएर मलाई चाहिँ जबरजस्ती गरा, यति ठुलो गरा भनेर नगर, म कहिले पनि त्यो गर्नेवाला छुइनँ। ठिक छ, बरु मसँग यदि 1 लाख रुपियाँ आए पनि म चाहिँ 1 लाख रुपियाँलाई टुक्रा गरेर बिस्तारी 10 वटा 5 वटा जति वटा हुन्छ होइन ठिक्कको मिड रेन्जको लेभलको टुर्नामेन्टहरू म गराउँछु। बुझ्यौ? धेरै पैसाको त्यो आश नराख। तिमीहरूको अहिले त्यो लेभलै भएको छैन, त्यो उमेरै भएको छैन अहिले त्यो पैसा त्यति धेरै लाखौँको खेल्नेवाला। अहिले आफ्नो अचिभमेन्टमा फोकस गर। तिमीहरू जो अहिले छौ नि, अहिले 1 वर्ष पहिला यो आर्म रेस्लिङको के लेभल थियो? केही थिएन। हामी 6-7 जना 10-15 जना बाइक कोही थिएन। अहिले हेर 200 100 150 जना चाहिँ टप लेभलको आइसकेको छ। बिस्तारी गेम अझै प्रमोट हुन्छ, अझै क्याटेगोरिज अनि थपिन्छ। जति धेरै क्याटेगोरिज थप्यो नि तिमीहरूलाई त्यति धेरै फाइदा हुन्छ। अब जति थोरै क्याटेगोरिज भयो भने विनर त्यही पुरानो च्याम्पियन्सहरू मात्र हुन्छन्। तिमीहरूले केही गर्न सक्दैनौ। तिमीहरूले अहिले भनेको आफ्नो एचिभमेन्ट देखाउने हो, आफ्नो प्रोग्रेसन गर्ने हो, आफूलाई लाइक त्यो पुरानो प्लेयरहरू जो च्याम्पियनहरू छ तिनीहरूको लेभलको हुने हो क्या। अहिले तिमीहरू स्ट्रङ बन्यो भने भोलि पर्सि तिमीहरूको नाम भन्छ। अहिले तिमीहरू जुन लेभलमा छौ नि, जुन सानो लेभलमा छौ, भोलि पर्सि तिमीहरूको जुनियर्सहरू तिमीहरूको लेभलमा हुन्छ र तिमीहरू त्यो पुरानो सिनियरहरूको लेभलमा हुन्छ त्यति बेला। सो आजको भिडियो चाहिँ अति नै लामो भयो किनभने म यो भिडियो चाहिँ एकदमै लङ टाइमदेखि नै बनाउन खोजिरहेको थिएँ। सो आई होप तपाईँहरूले सबै भिडियो हेर्नुभयो होला एन्डसम्म नै। मलाई त लाग्दैन तपाईँले हेर्नुभयो होला। यदि हेर्नु भएको छ भने मैले हेरिसकेँ लास्टसम्म भनेर यसो लेखिदिनु त। र यति नै छ आजको भिडियोमा। यस भिडियो मन पऱ्यो भने च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद, बाई। मलाई वाक्कलाई स्याहार बल्ल बल्ल।